यो चाहिँ आज मन्दिरको दुर्गा माताको लागि प्रसाद। आज अष्टमी होइन दाइ? अष्टमीको लागि तयारी हुँदैछ प्रसादको लागि। यता हाम्रो पिङ पनि बन्न लागिरहेछ, फेरि यहाँ रेडी भइरहेछ। मान्छे पनि छौँ हामी। माताको मन्दिर हो फेरि, दुर्गा मन्दिर। माताको मन्दिर छ फेरि हाम्रो माता दुर्गा माताहरू छ। हामी बच्चा बच्चीहरू पनि खेलिरहेको छ। बच्चा बच्चीहरू यता फेरि पिङ बनाउने टोली। सब मन्दिर नमस्ते सबैजनालाई नवदुर्गा भवानीको पूजा आजामा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। आज अष्टमी र हामी प्रसाद बनाउँदैछौँ। अहिले हामी दुर्गा भवानी कालिका मन्दिरको लागि र सबैजनालाई निमन्त्रण छ। आज यहाँ नवदुर्गा भवानीको मन्दिरमा आइदिनु होला र भजन कीर्तनको आनन्द लिनु होला। नमस्कार। नवदुर्गा भवानीको जय। जय हो, जय हो। के भन्छौ? पीडित के नभने चिनी हेरिरहेको के भनि दाइ? अब नवदुर्गा माताले हाम्रो मनोकामना पुरा गरोस्। सबै भक्तजनहरूको नवदुर्गा भवानीले रक्षा गरून् र मनकामना इच्छा जति जे माग्नु भएको छ सबै पुरा गरून् र रोग बेता दुःख सङ्कटले छोडोस्, यही कामना गर्दै हामी यहाँ प्रसाद बनाउँदैछौँ। हस्, धन्यवाद, नमस्कार। अरू दाइ के भन्नु छ आफ्नो व्यक्तित्व? नमस्कार सम्पूर्ण हाम्रो अरुकुलावासीहरूलाई। हामी चाहिँ यहाँ आइरहेको छौँ। देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइहरूलाई पनि सम्झना छ। उहाँहरूले चाहिँ गर्दाखेरि चाहिँ आज यो पूजाहरू अहिले हामीले जति पनि प्रोजेक्टहरू वर्कहरू गरिरहेछौँ सम्पन्न भइरहेछ राम्रैसँग देवीको कृपाले। अझै पनि अब हाम्रो यो प्रोजेक्ट चाहिँ अब हामी चाहिँ अब मन्दिर हाम्रो पुनर्स्थापना गर्ने भनेर चाहिँ हामी अभियान चलाइरहेको छौँ। आशा छ सम्पूर्ण हाम्रो अरुङखोलावासीहरूले चाहिँ यो अभियानमा चाहिँ साथ दिनुहुन्छ र हाम्रो धर्म संस्कृति संस्कारहरू चाहिँ हामीले जोगाउन सकिन्छ भन्ने चाहिँ हामीलाई लागिरहेको छ। बेस्ट टिमवर्क भइरहेछ। सम्पूर्णलाई घरमै बसिराख्नु भएको भने पनि लाइक सेयर यो हाम्रो पूजाको भिडियोहरू आइरहेको छ त्यसलाई चाहिँ सेयर कमेन्टहरू गरेर समर्थन गरिदिनु भने म हार्दिक अनुरोध गर्दछु। हाम्रो खुसीहरू पनि लागिराखेँ अल्फा बिटाहरू देवी थोरै अझै हजुर दाइहरूले चाहिँ पिङ बनाउनुको लागि चाहिँ धेरै मेहनत गर्नुभयो है, धेरै मेहनत। अनि यहाँ ल ल ल राम्रोसँग बढाल, राम्रोसँग बढाल, ल बढाल राम्रोसँग है। पुरै सफा गर है, सादा प्रसाद खाने हो। यो चाहिँ सबैभन्दा महँगो पिङ। बाँसमा सस्तो पर्छ, डाइरेक्ट साली। अरुङखोलामा हामीसँग फेरि साल प्रशस्त छ। फेरि सबलाई नेपालभरि बाँड्ने साल छ हामीसँग फेरि। अनि भोलि आज
अर्को सालै सालको फेरि यहाँ अर्को रोटेपिङ पनि हुन्छ। ल है फेरि भेटौँ न अर्को भिडियोमा। एउटा जिम्मेवारी पछि लिइहाल। भुनिया बनिरहेको छ बसातीको लागि ट्याक्कै ट्याक्क अब चास्नीमा भरिरहेको छ भाइ, त्यो भोलिको सामान प्याज अदुवा गरम मसला सब मैले बिल बनाइहाल। ल आइयो ल अब चाहिँ नास्ता कार्यक्रम भइरहेको छ। दाइहरूलाई यतै बाहिर ल्याउँछु न।